फर्स्ट टाइम आज पुगे हामी सागा कैलाश महादेव मन्दिर के भयो हेरौँ है त। अलराइट गाइस, स्वागत छ तपाईहरु सबैजनालाई मेरो मिनी ब्लगमा। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। फर्स्ट टाइम मैले भिडियो गर्दैछु। मलाई आशा छ हजुरहरुले लास्टसम्म हेरेर साथ दिनुहुन्छ भन्ने। सो म चाहिँ बिहानै उठेर कपाल काट्न लागेर पुग्ने बित्तिकै चाहिँ मजाले उहाँले गफ गर्दै मेरो कपाल काट्दिहाल्नु भयो। त्यही पनि अझै कपाल हेर्दा खासै काटेको जस्तो चाहिँ देखिरहेको थिएन। कपाल काटेर सक्ने बित्तिकै नुहाइ गरे, त्यसपछि म रेडी भएर निस्के। त्यसपछि म लागे आफ्नो गन्तव्यतिर। सो तपाईहरुलाई थाहा नै होला काठमाडौँको जाम त कस्तो हुन्छ भनेर। जामको कारणले गर्दा चाहिँ म आफ्नो लोकेसनसम्म पुग्न मलाई अलि टाइम लागिरहेको थियो। त्यसपछि म पुगे यता सूर्य विनायक। बसबाट ओर्लिने बित्तिकै भतिसँग भेट भयो। भति धेरै वेट गर्नु परेर रिसले कालो भइरहेको थियो। बिबी हाइवेले गर्दा एकदमै जाम थियो। त्यसपछि अलि माथि पुग्ने बित्तिकै यहाँबाट चाहिँ यस्तो बवाल भ्यू देखिरहेको थियो। भति झन् रिसाएर कालो भइसकेपछि मैले चाहिँ उसलाई फ्रुटी दिएर फकाएँ। फ्रुटी दिइसकेपछि फेरि भोक लाग्यो अङ्कल चरपटे खाम्रे। त्यसपछि उसलाई मैले चरपटे पनि अर्डर गरेर चरपटे पनि फाइनली बनिसकेको थियो। मजाले तीनजना बसेर चरपटे खान थाले र चरपटे खाँदै गर्दा भति एकदमै खुसी भयो। त्यसपछि हामी लाग्यौँ पुलतिर। पुलमा एकदमै हावा चलिरहेको थियो। सो त्यसपछि हामी पुग्यौँ फाइनली कैलाश महादेव मन्दिर। काठमाडौँदेखि 18 किलोमिटर र धुलीखेलबाट 18 किलोमिटरको बिचमा भएको यो सागा मन्दिरमा एकदमै शान्त वातावरण र सुन्दर दृश्य चाहिँ हामीलाई चाहिँ बवाल लाग्यो। यदि तपाईँहरूलाई भिडियो हेर्दा कस्तो लाग्यो सो कमेन्ट गर्नु होला। बोल्दै गर्दा कतै काहीँ मिस्टेक बोल्यो होला त्यसको लागि माफी चाहन्छु। सो आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ।